यस्तो ठाडो भिड छ है, लगभग 200 मिटर तल होला, 200-300 यस्तो ठाडो छ क्या। भत्केर नि यहाँबाट माथि चाहिँ माथि नै छ भिड। यस्तैबाट गाडी हाल्नु पर्यो, यतिबाट यता अलिकति गयो भने सक्यो। यस्तै छ बाटो, डेन्जर छ। यो चाहिँ हाम्रो भुल्के 5 थर चाहिँ तम्मर नदी चाहिँ मेरो गाडी हो होइन, 500 तर धोका दिँदैन यसले। म चाहिँ बाटो अवरोध भएर अब यसो तल पुल झरेर है कोरिडोरको बाटो जानु पाएन। अब यो लुम्बु घाट हुँदै यो घाटसाट हुँदै 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 तल यो झुर्लिङ्गे पुल तरेर तेह्रथुम निक्लेर जाने सोचिराखेको छु है अहिले चाहिँ। यहाँ चाहिँ हाम्रो आमाहरूको गोठ चाहिँ यहाँ तल कालनातिर पर्छ। यहाँ पानीको भुमरी पनि रहेछ यहाँ दामी। अब तलै पुगिसकेँ म चाहिँ अहिले तम्मर खोलामा छु। यो पुल तरेर जानुपर्ने पारी है। अब यो तम्मरको पुल हो होइन। म चाहिँ यो खोलामा कहिले नजिकबाट नगएकोले एक्लै चाहिँ जाने खालको निर्णय गर्दैछु। बाउहरू यो डाँडातिर घाँस काट्न आउनुहुन्थ्यो अरे, परबाट देखाएको लुम देखाएको भिड माथिको डाँडाबाट आएको अघि म। त्यो पारिपट्टि हाम्रो लुम देखा हो। त्यो तम्मर खोला एकदमै अब यो खोलालाई चाहिँ मान्छन् सबैले होइन। कस्तो राम्रो ढुङ्गा पनि भेट्यो। अब यो खोला यति विशाल छ कि यहाँ कोही पनि मर्न सक्छ आनन्दले, त्यो भएर डराउनु पर्छ। खोलाको पानीसम्म चाहिँ छुन्न भनेर नि ढुङ्गा बगर त्यस्तै छ। यो है हाम्रो पहिले यही बाटो तेह्रथुमबाट मामला आउनु पर्थ्यो। अहिले यहाँ भक्काभक पानी लिफ्टिङ त्यो के गर्छ त्यसलाई थाहा भएन। पानी दियोस् प्रशोधन गरेर गाउँ पठाउँछ, त्यसलाई के भन्छ भने लिफ्टिङ सिफ्टिङ के भन्छ बिर्सेँ मैले, पाहाडमै सुनेको। अनि यो पुलको काम चाहिँ आधी सम्पन्न भयो, आधी चाहिँ साह्रै ढिलो गरेकोले जुत्ताको माला पनि लगाइसकेको अरे यहाँको ठेकदारलाई। यो चाहिँ हामी सानो बच्चामा हुँदादेखि बनेको पुल हो खास यो। यसको एउटा दुईवटा पिलर चाहिँ हामी सानो बच्चा हुँदाखेरि बनाएको थियो, तर अहिलेसम्म अधुरो छ। यो पुल दह्रो पनि हुँदैन, अब जुगदेखि कच्चा रहेको पुल। म चाहिँ यही माथि झुर्लिङ्गे पुल हुँदै यो हाम्रो तम्मर नदीलाई चाहिँ पार गरेर पारिपट्टिबाट म्याङ्लुङ हुँदै घुम्दै 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 जानुपर्ने। मेरो यो बुलेट यहाँ छ, मेरो साथी यही हो। डाँडा काँडा सबैतिरको पावर दिने नै यही हो मलाई। नभए यो अन्जान ठाउँमा सो पुल नदी तर्ने आँट आउँदैन थियो। बस यसकै विश्वास छ, बिचमा केही पनि छैन अरू होइन। पुल पनि एकदमै अप्ठ्यारो छ है, छिराउनु पनि कहाँ सजिलो छ, पुलमा निकाल्नु पनि धेरै गाह्रो छ नि। कोही छैन मान्छे अब हेल्प गर्ने कोही पाइँदैन। यस्तो ठाउँमा बुलेट छिराउनु पर्ने यतिमा टर्न घुमाएर गरेर है, साह्रै गाह्रो छ नि एक तरिकाले त। अब यहाँबाट छिराएर पुलमा अहिले चाहिँ म पुल माथि छु है। यो चाहिँ हाम्रो तम्मर नदी हो। यसकै सहायक नदीहरूले नै गर्दा चाहिँ म यो बाटो आउनु परेको है खासमा। यहाँ माथिबाट हो लुम्देखा जाने बाटो, त्यो माथि भिरबाट क्रस गरेर पारिपट्टि जानुपर्ने। मेरो त अब ठाडै उकालो उकालो छ, 2 घन्टा उकालो हिँड्नुपर्ने छ। अनि बल्ल पिच पुग्छु, त्यहाँबाट 6 घन्टा जति लाग्छ होला घर आउन। अब यता हो हाम्रो गैराबारी चाहिँ लगभग यता कता पर्छ पनि यो खोल्सा पछाडितिर होइन। म चाहिँ अघि डाँडाबाट आएको, यही डाँडाबाट यसरी। अब चाहिँ एकैचोटि म तेह्रथुम पुगेर देखाउँछु। यस्तै बाटो चाहिँ म जाने। अब आउनु त आयो, यस्तै छ बाटो चाहिँ। सायद म चाहिँ म्याङ्लुङको 1300 आइसक्यो होला है। मलाई अहिलेको 15 मिनट अगाडिदेखि बाटो सबै 1300 मात्रै भेटिरहेको छ। उकालो म चढिसक्यो होला, योभन्दा उता यति धेरै उकालो छ जस्तो लागेन। तम्मर नदी यहाँ छ। यो चाहिँ हाम्रो भुल्के होला गैराबारी। यो डाँडा ठुलो डाँडाको पछाडि चाहिँ माथिबाट हाम्रो लुम्देखा होला पक्का पनि।
कोरिडोरको बाटो भएर थियो यो के भन्छ थाहा भएन तल लुम्बु खोला छ अब त्यो बादल लागेको डाँडामा चाहिँ तेह्रथुम हो पक्का पनि तेह्रथुम चाहिँ यो बादलले छेकेको चिसो ठाउँ हो तिनीहरू त्यतै हो जिरीखिम्ती तेह्रथुमहरू है त्यहाँ पुग्नुपर्ने छ त्यहाँ पुगेर चाहिँ एकछिन ग्याप गर्छु अनि मेरो घोडा पनि धेरै थाक्यो होला नि त अनि फेरि चलाउँछु तेलै निक्लेको छ यो बाटो लानुपर्ने खालको कुरा आएको छ है बाटो चाहिँ यस्तै छ होइन यति थोरै छ चुडिएला जस्तो तर मेरो दाहिने हातको खेल हो डराउँदिनँ यस्तै बाटोमा यहाँबाट पहिरो भए भिड भए चाहिँ डराउँथ्यो होला होइन पुऱ्याइहालिन्छ नि म चाहिँ तेह्रथुम निक्लेँ है अहिले मौसम कति दामी छ यताको पर धान खेतीहरू साह्रै धेरै हुने हो बेला हराभरा छ पुरै ठाउँ है अनि यो चाहिँ हाम्रो म्याग्लुङ नगरपालिका भनेर लेखेको छ होइन म्याग्लुङ नगरपालिका यो चाहिँ नेपाल पत्रकार महासङ्घ लेखेको छ अझै यहाँ आइपुगेँ हाम्रो तेह्रथुम बजारको पार्किङ रहेछ यो चाहिँ मेन बजार पहिले हामी यहाँनिर हजुरबाहरूसँग आएको याद छ अब उता पनि बजारहरू त होला अलिअलि ठाउँ त चिसो रहेछ नि त यो त नगरपालिका रहेछ नि त अनि त्यो अहिलेको चाहिँ नगरपालिका यो चाहिँ बजार एरिया रहेछ खै बजार सजार के बनिया हो के हो जस्ट ठुलो ठाउँ रहेछ तेह्रथुम चाहिँ म चाहिँ तेह्रथुमबाट अब निक्लिनु आँटेँ कि यो चाहिँ बस पार्क रहेछ होइन यो चाहिँ बिरालो भएको चाहिँ कहाँ भनेको त यहाँ रहेछ नि त बिरालो त डेन्जर पो रहेछ त तेह्रथुम बजारमा चाहिँ बिरालो रहेछ है परिचित निक्लिन आँटेको पनि पुरा चिसो भइरहेको छ हाफपेन्टमा चाहिँ अब कपडा लगाउनु पर्ने चाहिँ एकदमै लेक एरियामा आएको छ अहिले चाहिँ लेक हो क्या यो चाहिँ प्योर चिसो भएर यहाँ चाहिँ हल्का घाम रहेछ र एकछिन उभिएको होइन अरूभन्दा नि यो फुल चाहिँ के हो साह्रै राम्रो फुलेको छ हेर्दाखेरि चाहिँ देख्छ यसरी कस्तो दामी देख्छ क्या नेचुरली आँखाले हेर्दा चाहिँ दामी छ खुसी लाग्यो यो बाटो आउनु पाएर मेरो गोप्रोको सबै चार्ज सकिसकेको थियो अब चाहिँ निकालेर राख्थेँ नि यस्तो दामी बाटो छ